यहाँ तल गाउँतिर चाहिँ हामी जाँदैछौँ तल है। अलिकति त्यहाँ कतै कोइराला यसो टिप्नु पाउँछ कि भनेर चाहिँ हामी खाजा खाएर चाहिँ तल जाँदैछौँ। औषधि किलोको 5,000 नि मान्छेपछि खेरा बाख्रा बाँदरहरूले बेसरी खान्छ नि बहिनी यो त। हामीले त पहिला त यो बेचेर कति धेरै पैसा लियो नि दाइ। हामी सानो सानो हुँदा हाम्रो गाउँमा त त्यस्तै मात्रै बेचेर औषधिको लागि है। औषधि हुन्छ नि यसको है। धेरै मान्छेले किन आउँथ्यो। हामी चाहिँ यहाँ फेरि यस्तोहरू छ है। यो चाहिँ जडीबुटी हो तर यसले धेरै ताकत दिन्छ। यो खायो भने चाहिँ यो जरै उखाल्नु न जरै माथि त भेट्दैन होला बहिनी। माथि चढ्नुपर्छ तपाईँ नि जानुहोस्। तर यसको चाहिँ धेरै महत्त्व छ तपाईँको। यो चाहे कमजोरी मान्छेहरू होस् होइन। अब यस्तोहरू चिज यो एकदम ताकत दिन्छ। तर यो जङ्गलमा हुन्छ होइन। यो चिनेर चाहिँ खानुपर्छ। फेरि यस्तै प्रकारको अर्को पनि हुन्छ होइन। र असर गर्न सक्छ। यसलाई चाहिँ एकदम कमजोरी मान्छेहरूले चाहिँ खाने हो। तर यहाँ माथि गएर चाहिँ कसरी उखाल्ने भन्ने चाहिँ समस्या पऱ्यो। ए बहिनीले ल्याउनु भएको छ। यो खाएपछि खास यसले के काम गर्छ बहिनी भन्नुहोस् त। यसले ढाड दुख्ने राम्रो गर्दो रहेछ। अनि कमजोरी मान्छेलाई त्यो सिङ्गडा लाग्ने पनि अलि राम्रो हुँदो रहेछ कि यो। अनि त्यो हिँड्दाखेरि खुट्टाहरू है त्यो गल्छ नि। खुट्टा गल्ने फेरि जताबाट नि पाउन त पाउँछ। यो जस्तो त धेरै हुन्छ चिनेर मात्रै खानुपर्छ है। अनि यसले चाहिँ शरीरलाई चाहिँ धेरै ताकत प्रोटिनहरू दिन्छ है। यस्तो छ है। दुध जस्तै आउँछ कि यो भाजेर खाएपछि। त्यो दुधले असर गर्दैन बहिनी भनेपछि त्यो नै होला खुराकी के अरे त्यसको शरीरलाई चाहिँ राम्रो गर्ने त्यही नै लाग्ने। अनि त्यो ढाड दुख्ने अनि यो घोडाहरू दुख्ने त यसले औषधि हुँदो रहेछ क्या। यो औषधि है। तर यो चाहिँ प्रायः जस्तो रुखमै हुन्छ है। यो चाहिँ यो त चिन्दैन नि प्रायः जस्तो मान्छेले। त्यही त नि औषधि भन्ने चिज चाहिँ यस्तो हुन्छ। अब हामीले त्यति ढाड दुख्दा चाहिँ यो औषधि मात्रै खान्छ। तर यसले चाहिँ ताकत दिने रहेछ है। यो सानो रुखमा पाउँदैन ठुलै रुखमा मात्रै पाउँछ यो। ल हामी चाहिँ बहिनी र हामी चाहिँ यसो तल जाँदैछ। दिदीहरू चाहिँ तल गुसिएछ होइन। अनि यहाँनिर कोइराला पनि रहेछ। अब कोइराला चाहिँ जताततै छ तर अलि भिरमा छ क्या। अलि हामी चाहिँ जान सकिँदैन। म त खुट्टा चिप्लिरहेको क्या। यहाँ तल पुगिसक्यो बहिनी त। एउटा कहाँ गयो। अब अहिले हामी आउने नि गाडीमा हो। यो राङरुङको तल यतापट्टिको यो खोला यो टर्निङमा छौँ। अनि यो कोइराला चाहिँ यहाँ टन्नै छ है। यहाँ कस्तो मजाले कोइराला छ। भयो छोडिदिनु बहिनी हिँड्नुहोस्। अब तिनीहरू त कता गयो। अब हामी चाहिँ यहाँ तल फुल अलि मजाले फुले त्यो कोइराला देखेको छौँ। त्यतिर जाने भनेर सोच गरिरहेको। यहाँ पनि छन् त छ है। तर आँखा त यहाँ पनि पुगिरहेछ। बहिनीले यहाँ जोड गर्न खोजिरहेछ। अरू भन्दा नि रुखमा चढेर लड्ला केही होला भन्ने चिन्ता लाग्छ मलाई पनि। अलिक जोगाएर जानुहोस् है। जाने भए चाहिँ खुर्पा यहाँ अब कोइराला फुल माथि छ। माथि हेरेछ कहिले झर्छ र खोइ। फेरि यहाँ त बाटो पनि यस्तो बनाइदिएर रहेछ है। ओल्लिने बाटो पनि छैन। अब कोइराला टिप्ने होला। को चढ्ने हो र रुखमा बहिनी। अलि बहिनी अलि जगाएर है अलि लड्न सक्छ। मलाई त रुख चढ्नु भनेपछि डर लाग्छ कि।
करिबन चाहिँ हामी यहाँ राङरुङतिर म छु रोडमा छु है। अब बहिनीहरू चाहिँ यता कोइराला झार्ने भनेर चाहिँ दुईजना चाहिँ माथि जानुभएको छ उहाँ चाहिँ। अब उहाँ जोड गर्नुभएको छ। अब म चाहिँ फेरि रुखमा चढ्नु पनि सक्दिनँ, हेर्ने मात्रै हो। यहाँ बुढी र म चाहिँ यता बसिरहेको छु। अब हामी दुईजना चाहिँ बुढाबुढी चाहिँ हेर्ने मात्रै हो है। हामी गर्न चाहिँ रुखमा चढ्न सक्दैन। अब के गर्ने हो भनेर अब मिठो चाहिँ हुन्छ है, खानलाई चाहिँ मिठो हुन्छ, रुखमा चढ्न सकिँदैन। गाह्रो छ गाह्रो छ। यो तलतिर त हेर्नुहोस् गाइस, आमामा कोइराला पुल यार टन्नै पुगेछ। यो जिप पनि आइरहेछ यार, गोर्खाबाट है कहाँबाट आयो। यहाँ बहिनीले चाहिँ काट्यौँ भनेको थियो। अब रुखमा चढ्न पनि झ्याउ हो, नगए नि हुन्छ। यहाँ चाहिँ सेयरहरू उठाउने, कुनाको चाहिँ ढलनहरू गर्ने यस्तो भइरहेछ। यहाँ चाहिँ मसला मोल्ने, यो चाहिँ टर्निङ हो। यहाँको तलको चाहिँ टर्निङ छ, यो कोइरालोहरू रहेछ त्यतिर। यो जङ्गलतिर टन्नै रहेछ है, रहन छ। र भएर नि के गर्ने हो, काउसो सल्किने रहेछ। बेकारमा त्यता गएर काउसो सल्किएर चिलाएर बसी खानै भएन। कतिहाल्यो गाडी चाहिँ कतिखेर आउँछ होइन, धुलो चाहिँ उडेको थियो। गाडी कतिखेर आउँछ, गाडी आउनु पर्ने हो। यसो गाडी आएन, बस आइरह। बस करा जस्तो सुन्छ। होइन बसा होइन, टिफरा हो त्यो। एकारमा टिफरा रहेछ यार। कोइराला कहाँ छ खै? तपाईँहरू चाहिँ अब गाडीमा भयो, हामी चाहिँ खुट्टाले भयो। कोइराला बोर्ड चाहिँ त्यहाँ पनि रहेछ। जाने हो यहाँ नि एउटा बोट रहेछ, त्यहाँ पनि रहेछ। र काउसो चाहिँ छ कि छैन, अब काउसोले लास्टै चिलाउँछ। लमजुङतिरकै हो। लमजुङतिरको त अलि यता यताकै हो। गाडी अलि यता ब्याक गरे भए त यहाँ सजिलो हुन्थ्यो नि हाल्नलाई। यस्तो गाह्रो हुन्छ नि त ढुङ्गा बोकेर उहाँ लान्ला त।
यसरी फर्केको काम हुन्छ जानु पर्यो त खाने तेरो उता पो गयो त तल पो गयो बस होइन बस होइन अघिकै चाहिँ त्यो टिफर हो कति मैले पाउँ कुखुरा आउँदैछ कुखुरा त छैन खाली मात्रै छ कसको थुम्से हो यो थुम्से नाम लो रहेछ यहाँ टेबल टेबल त मिलेन अति मतलब परावन टिफर हो नि सबै त्यो माथि ओछ्याउने त्यहाँ माथि ओछ्याउने गिटी हो यो सबै बाटो माथिबाट हाल्दै यो बाटोबाट हाल्दै आउँछ पानी हाल्नुपर्छ नि ए उता फर्काउनु लाएर छ तल कोइराला खै कोल्लो होला नि टिपेर राखे होला नि कोइराला टन्नै छैन के रहेछ है कोइराला हो कोइराला टिपेर राखे हो नि टन्नै टिपेर राखेको Tunggu kalau kita kira-kira dia, cewek jarang. कुछ त न चटो अरे बिस न ए जे बाइ जते बिरति ओ छुरी छुरी दिलो इने निजिन तल्ला बा मोजो नै युजन बरी सुन हो ये मता साथी है पुरै माया देऊ मलाई आती है गीत गाउने एउटा दुईटा गीत चाहिँ गाउनु पर्यो ओले थिएन त कहिले जान पर्यो कोइराला टिम्राको कस्तो मता कोरे दिनु काट्नु पर्यो हजुर साडी ल्याउनु कि खबर दिने हो फेरि यहाँ पुगेछ टुप्पो यहाँ निना सागा बस्छ चाहिँ है के दे दाइ त्यो चिलाउने काउसो काउसोले आज हात खुट्टा चिलाएर धुन्न बिगा त त्यहाँ न ज्यादा भिडियो सुबा अब ट्रेन हैछ न नकरा मै मात्रै देख्न पाए पनि पुगिगयो नि अरे ट्रेन हैछ लु हामी कोइराला टिम्नाको पार्टी हो है यो त हिजो बिहान टिपे नि धेरै छ गाडीको खास लाउन हजुर ओहो पानी तिर्खा लाग्यो पानी खान पाइन्न पानीको साटोमा चाहिँ उखु खाँदैछ ल अब चाहिँ हामी यहाँ उखु खान लागिरहेको छौँ है यहाँ बहिनीहरू हुन्छ सबैजना
कोइराला टिपेर भारी पुगेर पनि अब गाडी आउँछ कि भनेर अब जानलाई चाहिँ हामी प्रतीक्षा गर्दैछौँ। आज कोइराला टिप्नु गएको चिलाउने रोग लाएर उल्का अब के भने यो मेरो महिलासम्म अध्यक्षज्यूले चाहिँ यति उफु दिनुभएको छ। यही खानी हामी तर्खारमा छौँ। थाहा छ होला नि यो नेपाल बन्द भनेछ। तर त्यो गोर्खा चाहिँ 12 बजे गाडी आउँछ माने फेर अब यहाँ गोर्खा चाहिँ ध्यान नगर्छ निक्ल्या तर निक्ले भयो तर जसो तर चाहिँ प्रभाव 나무대 방가 손들아. बहिनीहरूले है पानी तिर्खा लाग्यो तर उखु खाएर पनि अब मेटाउनु पर्ने भयो। खै कहाँ रहेछ छैन त एक बोतलमा एउटा मात्र रहेछ। बहिनी केही छोडेन खुराकी अब के छ ठिक छ खुराकी छ ठिकै छ खुराकी खुराकी छ खुराकी खानु पर्यो नि त नि ल कतिजना लाएर के छ पुरा बडी सडी देखाएछ नि यार छुट्टी के हो यार सलमान खानको जस्तो छ त नि ल मम्मीले त बुन्नु भएको छ त नि मम्मी कहाँ नि मम्मी त्यो त धेरै लामो छ त मम्मी यो पार्टी हैन यस्तो लाउने रहेछ के हजुर हजुर म त खुट्टा दुखेर तलै खोलै छेउमा पुगेको यो त पाखापट्टि छिरेको अनि यो त तलबाट फेरि तल गएको त्यो चिलाउने रहेछ के हो त्यो
त्यो जुस हुँदो रहेछ कि त्यसले बेसी चिलाउँदो रहेछ के भन्छ अरे काउसो 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 भन्ने चाहिँ साङ्डुङ त निसिन राङडुङ तल त पुगेन अलिकति माथिबाट चाहिँ हामी आयो ठुलो ठुलो घर छ नि त्यहाँ अस्ति हामी पनि घुम्न गएको थियौँ ए तल त गएन त्यसरी ठुलो ठुलो गरेको ए मान्छे थुप्रो थियो त्यो खोलामा त काम गर्नेहरू यता थुप्रै हजुर चाडबाड पनि चाहिँ रङ्गिला एकदम